बिल्डिङ ह्याबिट सिरिजको डे 16 मा स्वागत छ। आज मलाई के भयो बिहानैदेखि धेरै अल्छी लागिरहेको थियो र फ्रेस भएपछि पनि निन्द्रा लाएर वर्कआउट गर्ने मन लागिरहेको थिएन र मलाई लाग्छ यो नर्मलै हो, किनभने कुनै पनि मान्छेलाई सधैँ डिसिप्लिन हुन कहाँ पो सजिलो हुन्छ र खैर मलाई वर्कआउट गर्न पुश गर्ने भनेकै मेरो यो कन्टेन्ट क्रिएसन र मैले स्टार्ट गरेको जर्नीले हो। झ्याउ लाएर भए पनि आज म वर्कआउट गर्न निस्किन्छु। आज मेरो अप्पर बडी थियो, त्यसैले म वर्कआउट गर्नुभन्दा अगाडि वार्म अपहरू गर्न थाल्छु र मैले वर्कआउटमा आज मैले चेस्टको लागि नर्मल पुसअप, डायमन्ड पुसअप, खुट्टा राखेर पुसअप गर्छु, जसको कारणले तल डाउन जाँदा चाहिँ मसल्सहरू स्ट्रेच भएर अलि मसल्स डेभलप हुन अलि मद्दत गर्छ। अप्पर चेस्टको लागि डिक्लाइन पुसअप मेरो वान अफ फेभरेट एक्सर्साइज सपाटे, जसले चाहिँ चेस्ट, सोल्डर र स्ट्रेचिङ गराउँछ। सोल्डरको लागि म पाइक पुसअप गरेर म चेस्टको सेक्सन कम्प्लिट गर्छु। ब्याकको लागि मैले पुलअपहरू गर्छु, नर्मल पुलअप, वाइल्ड ग्रिप पुलअप गर्छु, जसले गर्दा मेरो ब्याकमा निकै राम्रै पम्प भएको जस्तो फिल भइरहेको थियो र लास्टमा यो रहेको छ मेरो बडी कन्डिसन। तपाईहरुले अहिलेसम्म नोटिस गर्नुभयो होइन, मेरो यो चेस्ट चाहिँ मसल्स इम्ब्यालेन्स भएको जस्तो देखिएको छ र तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ कि यो साइडबाट हेर्दा चाहिँ एस्थेटिक बडी जस्तो देखिया र यो साइडबाट हेर्दा त स्थितुक बडी जस्तो देखेछ। That's all for today. See you tomorrow.